नेपालमा मनसुन सिजनको 4 महिनामा वर्षैभरि पर्ने पानीको करिब 80% पानी परिसक्ने भएकाले हिउँदको समयमा धेरै ठाउँमा पानीको अभाव हुने गर्दछ। साथै ठुला तथा सदाबहार नदी क्षेत्रमा वर्षैभरि पानी बगेर खेर गइरहने र कुनै ठाउँमा पानीको हाहाकार भइरहने पनि हुन्छ। समय र भूगोलसँग जलस्रोतको यस असमान वितरणको प्रभाव कम गर्नका लागि विभिन्न आयोजना निर्माण हुने गरेका छन्। रूपन्देही र कपिलवस्तु जिल्लामा करिब 70% कृषि भूमि रहेको इसीमोडको सन् 2022को भूमि उपयोग नक्साले देखाउँछ। तर यस क्षेत्रमा सिँचाइको पर्याप्त सुविधा नहुँदा कृषिबाट उच्चतम लाभ लिन सकिएको छैन भने भूमिगत जलसतहहरू पनि घट्दै गएको छ। रूपन्देही र कपिलवस्तु क्षेत्रमा रहेको पानीको यही अभाव पूर्ति गर्ने उद्देश्यले आएको आयोजना नै कालीगण्डकी तीनौं डाइभर्सन बहुउद्देश्यीय आयोजना केटीडीएमपी हो। यस आयोजनाको परिकल्पना भने आजभन्दा करिब 46 वर्ष अगाडि सन् 1980मा भएको गण्डक बेसिन मास्टर प्लानमा गरिएको थियो, जसमा कालीगण्डकी 1, कालीगण्डकी 2, कालीगण्डकी ए र कालीगण्डकी तीनौं डाइभर्सन परियोजना समावेश भएको थियो। जसमध्ये 144 मेगावाटको कालीगण्डकी ए निकै लामो समयसम्म नेपालको सबैभन्दा ठुलो जलविद्युत आयोजनाको रूपमा रहँदै आएको थियो। यता कालीगण्डकी तीनौं डाइभर्सन भने निर्माण सुरु नहुँदै विवादमा तानिएको छ, साथै मुद्दा पनि झेलिसकेको छ। 2064 सालको पहिलो संविधान सभाको चुनावदेखि नै एमाले नेता विष्णु पौडेल तथा नेपाली काङ्ग्रेस नेता बालकृष्ण खाँडले चुनावी नाराको रूपमा कालीगण्डकीको पानी तीनौं नदीमा खसाल्ने वाचा गरेका थिए। विक्रम सम्वत 2065-66मा आयोजना पहिचान भई 2068 सालमा सम्भाव्यता अध्ययन भएको यस आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन डिटेल फिजिबिलिटी स्टडी भने 2077 सालमा मात्र सम्पन्न भएको हो। त्यस लगत्तै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 2078 साल असार 12 गते बुटोलमा एक कार्यक्रमबीच आयोजना कार्यालय उद्घाटन गरेपछि चर्चामा आएको यस आयोजनाको कतै स्वागत गरियो भने कतै विवादमा तानियो। अब कालीगण्डकीको पानी कसरी तीनौं नदीमा आउँछ भन्ने बारे कुरा गरौँ। सामान्य अर्थमा भन्नुपर्दा एउटा नदी प्रणाली वा जलाधारको पानीलाई अर्को कुनै नदी प्रणाली वा जलाधार क्षेत्रतर्फ लैजानुलाई नदी पथान्तरण भनिन्छ। यस आयोजनाले कालीगण्डकी नदीको पानी बिजुली उत्पादन तथा सिँचाइको मुख्य उद्देश्यले तीनौं नदीमा खसाल्ने भएकाले यस आयोजनालाई कालीगण्डकी तीनौं पथान्तरण बहुउद्देश्यीय आयोजना भनिएको हो। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा जिल्लाको रामदी पुलबाट करिब 2.2 किलोमिटर तल रम्बा गाउँपालिका वडा नम्बर 3 पिपलडाँडामा यसको बाँध बनाइनेछ। समुद्री सतहबाट करिब 390 मिटर उचाइमा रहेको उक्त स्थानबाट 26.6 किलोमिटर लामो सुरुङ मार्फत कालीगण्डकी नदीको पानी समुद्री सतहबाट करिब 289 मिटरमा रहेको तीनौं गाउँपालिका वडा नम्बर 3 दोभानमा खसालिनेछ। त्यहाँ प्राप्त हुने करिब 101 मिटर हेडबाट 3वटा फ्रान्सिस टर्बाइन मार्फत 59.26 मेगावाट विद्युत उत्पादन गरिनेछ। त्यसपछि उक्त पानीलाई पुनः 7.26 किलोमिटर लामो टनेल बनाई समुद्री सतहबाट करिब 185 मिटर उचाइमा रहेको बुटोल उपमहानगरपालिका वडा नम्बर 13 बेलबासमा हाल पानी ट्याङ्की भएको स्थान नजिकै लगिनेछ। त्यहाँ प्राप्त हुने 104 मिटर हेडले 3वटा फ्रान्सिस टर्बाइन मार्फत 72.93 मेगावाट विद्युत उत्पादन गरिनेछ। यसरी समग्रमा 2वटा पावर हाउसबाट जम्मा 132.19 मेगावाट विद्युत उत्पादन हुनेछ। साथै उक्त पानीले रूपन्देही र कपिलवस्तुका उर्वर भूमिहरूमा सिँचाइ गरिनेछ। तीनौं नदीमा पानी कम भएको अवस्थामा दोभानमा अवस्थित पावर हाउस 1बाट निस्केको कालीगण्डकीको पानीलाई तीनौं नदीमा छाडी तीनौंबाट पूर्वपट्टि पर्ने रूपन्देही जिल्लाको सुक्खायाममा 24,191 हेक्टर तथा वर्षायाममा 13,534 हेक्टर जमिन सिँचाइ गरिनेछ। रूपन्देहीको तीनौं पूर्वतर्फको जमिन सिँचाइका लागि तीनौं नदीकै पानीले पुग्ने अवस्थामा भने कालीगण्डकीबाट डोभानमा आएको पानीलाई तीनौं नदीमा नमिसाई थप 7.2 किलोमिटर सुरुङ मार्फत बुटोल बेलबासमा लगी विद्युत उत्पादन गर्नुका साथै तीनौंबाट पश्चिमतर्फ पर्ने रूपन्देही र कपिलवस्तु जिल्लाको सुक्खायाममा 74,410 हेक्टर तथा वर्षायाममा 61,834 हेक्टर कृषि भूमि सिँचाइ गरिनेछ। 10 वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाको सबैभन्दा जटिल कार्य पिपलडाँडाबाट दोभानसम्मको सुरुङ निर्माण गर्नु हो। फिजिबिलिटी स्टडी अनुसार कालीगण्डकीको सुक्खा महिनाको न्यूनतम औसत बहाव मार्च महिनाको लागि
80.60 घनमिटर प्रति सेकेन्ड उल्लेख गरिएको छ। जलविद्युत विकास नीति अनुसार कम्तीमा 8.06 घनमिटर प्रति सेकेन्ड पानी 12 महिना कालीगण्डकी नदीमा छाड्नुपर्ने हुन्छ। फिजिबिलिटी स्टडीमा 10 घनमिटर प्रति सेकेन्ड सिँचाइका लागि र थप 10 घनमिटर प्रति सेकेन्ड धार्मिक प्रयोजनका लागि छाडिने उल्लेख छ, जसले गर्दा कम्तीमा 20 घनमिटर प्रति सेकेन्ड पानी तल्लो तटीय क्षेत्रमा बहाव हुने व्यवस्था गरिएको छ। साथै देवघाटसम्मको करिब 102 किमि तल्लो तटीय क्षेत्रमा रहेका सहायक नदीहरूबाट समेत गरेर सुक्खायाममा 18.54 घनमिटर प्रति सेकेन्ड पानी बहाव हुने प्रतिवेदनले देखाएको छ। साथै अदालतले पनि न्यूनतम बहाव 20 घनमिटर प्रति सेकेन्ड सुनिश्चित गर्न भनेको छ। यस आयोजनाको विद्युत उत्पादनतर्फको अनुमानित लागत 70 अर्ब 56 करोड 58 लाख रहेको छ, जसमा 60.40% भौतिक निर्माण, 12.34% ट्रान्समिसन लाइन तथा 27% अन्य खर्च हुनेछ। साथै सिँचाइतर्फ 74 अर्ब 95 लाख अनुमानित लागत भएको यस आयोजनाको जम्मा लागत 1 खर्ब 44 अर्ब 57 करोड लाग्ने विस्तृत सम्भाव्यता प्रतिवेदनमा देखिएको छ। यदि यसलाई नेपालको आर्थिक वर्ष 2082-83 को वार्षिक बजेट 19 खर्ब 64 अर्ब 11 करोडसँग तुलना गर्ने हो भने करिब 7.36% हुन आउँछ। खर्बौँ लगानी गरिसकेपछि कति फाइदा हुन्छ त भन्ने बारे कुरा गरौँ। यसको फाइदालाई आर्थिक र वित्तीय हिसाबले हेर्न सकिन्छ। आर्थिक रूपमा हेर्दा कुनै पनि आयोजनाले समाज र देशलाई कति फाइदा वा हानि गर्छ भनेर हेरिन्छ, जसमा समयको बचत, रोजगारी सिर्जना, इन्धन बचत जस्ता गैर नगद नाफा समेत समावेश हुन्छ। त्यसै गरी वित्तीय रूपमा हेर्दा भने कति नगद नाफा वा घाटा हुन्छ भन्ने मात्रै हेरिन्छ। अब यस परियोजनाको फाइदा बुझ्नका लागि दुईवटा कुरा बुझौँ। पहिलो, लाभ लागत अनुपात, बेनिफिट कस्ट रेसियो, जसलाई बीसी रेसियो पनि भन्ने गरिन्छ। त्यस्तै दोस्रो, आन्तरिक प्रतिफल दर, इन्टरनल रेट अफ रिटर्न, जसलाई आइआरआर पनि भन्ने गरिन्छ। कुनै पनि परियोजनाबाट प्राप्त हुने कुल लाभलाई उक्त आयोजनामा लागेको लागतले भाग गर्दा आउने अङ्क नै बीसी रेसियो हो। बीसी रेसियो 1 भन्दा कम हुनु घाटा हुनु हो भने 1 भन्दा बढी हुनु भनेको फाइदा हुनु हो। फिजिबिलिटी रिपोर्ट अनुसार यस आयोजनाको आर्थिक रूपमा बीसी रेसियो 2.12 छ भने वित्तीय रूपमा बीसी रेसियो 1.21 छ। साधारण अर्थमा भन्ने हो भने यस परियोजनामा गरिएको 1 रुपैयाँ लगानीले आर्थिक रूपमा हेर्दा 2.12 रुपैयाँ फाइदा दिने देखिन्छ भने वित्तीय रूपमा 1.21 रुपैयाँ फाइदा दिने देखिन्छ। आयोजनाले औसतमा कति प्रतिशत नाफा दिन्छ भन्ने दर नै आन्तरिक प्रतिफल दर आइआरआर हो। आइआरआर बजारमा चलिरहेको ब्याज दर भन्दा कम भएमा घाटा हुनु हो भने बढी भएमा फाइदा हुनु हो भनेर बुझ्ने गरिन्छ। सामान्य अर्थमा भन्नुपर्दा कुनै पनि आयोजनाको आन्तरिक प्रतिफल दर आइआरआर बजारमा चलेको ब्याज दर भन्दा कम भएमा उक्त पैसा बैंकमै राखेर ब्याज लिनु आयोजना बनाउनु भन्दा फाइदाजनक हुन्छ भन्ने बुझिन्छ। फिजिबिलिटी रिपोर्ट अनुसार यस आयोजनाको आर्थिक रूपमा आइआरआर 15.05% छ भने वित्तीय रूपमा आइआरआर 12.60% छ। फिजिबिलिटी रिपोर्ट अनुसार आर्थिक तथा वित्तीय रूपमा फाइदाजनक देखिएको छ भने विरोध र मुद्दा मामिला किन भइरहेको छ त भन्ने प्रश्नका विभिन्न पाटाहरू छन्। दामोदर कुण्ड उद्गम स्थल रहेर मुक्तिनाथ, कागबेनी, जोमसोम, सेतीबेनी, रुरु क्षेत्र रिडी, रामदी, देवघाट, त्रिवेणी जस्ता धार्मिक स्थल हुँदै भारतको गङ्गा नदीमा मिसिने कालीगण्डकीको पानीलाई पवित्र जलको रूपमा लिइन्छ। हिन्दू धर्म अनुसार भगवान विष्णुको प्रतीकको रूपमा पुजिने शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी हो। यस नदी किनारमा पूजापाठ तथा विभिन्न मेलाहरू पनि लाग्ने गर्दछ। नदी किनारका विभिन्न घाटहरूमा क्रियाक्रम तथा अस्थि विसर्जन लगायतका धार्मिक कार्य गर्ने गरिएको छ। नदीको प्राकृतिक धारलाई रोक्ने तथा पथान्तरण गर्दा धार्मिक आस्थामा चोट पुग्ने भएकाले कालीगण्डकीको पानी अविरल रूपमा बग्नुपर्ने धार्मिक, सांस्कृतिक तथा संरक्षण कर्मीको माग रहेको छ। साथै कालीगण्डकीको पानीमा बाँध बनाएर तीनौतिर लगिएपछि बाँधभन्दा तल पर्ने देवघाटसम्मको करिब 102 किलोमिटर क्षेत्रको जलचर, स्थलचर, वन तथा जडीबुटीहरूमा नकारात्मक वातावरणीय प्रभाव पर्ने तथा बाँध बनिसकेपछि तल्लो जलाधार क्षेत्रमा बस्ने बासिन्दाहरूको लागि सिँचाइ तथा अन्य उपयोगको लागि पानी नपुग्ने अवस्था आउन सक्ने भन्दै पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका 11 स्थानीय तहले लिखित रूपमै विरोध गरेका छन्।
यसले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच स्रोत बाँडफाँड, सहकार्य, सहअस्तित्व र समन्वयमा पनि चुनौती थपिएको छ। अब अन्यत्र के भइरहेको छ भन्ने बारे थोरै कुरा गरौँ। यदि विश्वको अभ्यास हेर्ने हो भने जलविद्युत, सिँचाइ, बाढी रोकथाम तथा पर्यटन प्रबन्धनको उद्देश्यले पानी धेरै भएको वाटर सरप्लस बेसिनबाट पानी कम भएको वाटर डिफिसिट बेसिनमा डाइभर्सन गर्ने प्रचलन रहेको छ। अब यसका केही उदाहरणहरू हेरौँ। छिमेकी चीनमा रहेको साउथ नर्थ वाटर ट्रान्सफर प्रोजेक्ट विश्वको सबैभन्दा ठुलो नदी पथान्तरण परियोजना हो। यसले दक्षिण भेगमा रहेको याङ्टी नदीको पानी करिब 1200 किलोमिटर टाढाको सुक्खा उत्तर क्षेत्रमा पुर्याउँदै राजधानी बीजिङ सहरलाई समेत पानी पुर्याएको छ। 3वटा मार्ग मार्फत सञ्चालन भइरहेको यस परियोजनाले प्रति वर्ष 44.8 अर्ब घनमिटर पानी लैजाने लक्ष्य लिएको छ भने 100 मिलियनभन्दा बढी जनसङ्ख्या लाभान्वित भएका छन्। साथै अर्को छिमेकी भारतको आन्ध्र प्रदेशमा रहेको पत्तिसीमा लिफ्ट इरिगेसन स्किमले सन् 2016बाट गोदावरी नदीको पानी करिब 160 किलोमिटर टाढा कृष्ण नदीमा 240 घनमिटर प्रति सेकेन्डको गतिमा लगेर करिब 5 लाख हेक्टर जमिनमा सिँचाइ तथा खानेपानीको लागि प्रयोग गरेको छ। करिब 1300 करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न भएको यस आयोजना निर्माण सुरु भएको मितिले 1 वर्षको कीर्तिमानी समयमा सम्पन्न भएको थियो। नेपालको सन्दर्भमा के भएको छ त भन्ने बुझौँ। 1, 2 र 3 गरी 102 मेगावाट क्षमताको कुलेखानी जलविद्युत आयोजना नै सम्भवतः नेपालको पहिलो अन्तर्बेसिन आयोजना हो, जसले बागमती बेसिन अन्तर्गत पर्ने कुलेखानीको पानीलाई गण्डकी बेसिनको इस्ट राप्ती नदीमा खसालेको छ। त्यस्तै अर्को अन्तर्बेसिन आयोजना हो भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना। 12 किलोमिटर सुरुङ मार्फत भेरी नदीको 40 घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा खसालेर 51,000 हेक्टर सिँचाइ गर्नुका साथै 46.8 मेगावाट विद्युत उत्पादन गर्ने यो आयोजना निर्माणको क्रममा छ भने सुरुङ ब्रेक थ्रु भइसकेको छ। यो टनेल बोरिङ मेसिन टिबिएम प्रयोग भएको नेपालको पहिलो आयोजना पनि हो। प्रदेशगत रूपमा यसले कर्णाली प्रदेशको पानी लुम्बिनी प्रदेशमा पुर्याउँछ। त्यस्तै नेपालको अर्को अन्तर्बेसिन आयोजना हो सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजना, जसले कोशी बेसिन अन्तर्गत पर्ने सुनकोशी नदीको 67 घनमिटर प्रति सेकेन्ड पानी बागमती बेसिनको मरिन नदीमा खसालेर बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको 1,22,000 हेक्टर सिँचाइ गर्नुका साथै 28.62 मेगावाट विद्युत निकाल्ने लक्ष्य राखेको छ। यस आयोजनाले 13.3 किलोमिटर सुरुङ मार्फत बागमती प्रदेशको पानी मध्य प्रदेश पुर्याउनेछ। त्यस्तै अर्को अन्तर्बेसिन आयोजना हो मेलम्ची खानेपानी आयोजना। यस आयोजनाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याएको छ, जसले उपत्यकाको खानेपानीको अभाव समाधान गर्न मद्दत गर्नेछ। इन्द्रावती नदी प्रणालीमा पर्ने मेलम्ची खोलाको पानी बागमती नदी प्रणालीमा पर्ने काठमाडौँ ल्याउने भएकाले यो पनि एक डाइभर्सन आयोजना हो, जसमा 26 किलोमिटर लामो सुरुङ मार्फत प्रतिदिन 17 करोड लिटर पानी उपत्यकामा ल्याइन्छ। अब यसमा परेको मुद्दा र अदालतको फैसलाबारे केही कुरा गरौँ। श्री कालीगण्डकी जस्तो पवित्र नदीको प्राकृतिक बहाव परिवर्तन गर्ने, सिँचाइ तथा जलविद्युत उत्पादन लगायत कार्यमा प्रयोग गर्ने गरी गरिएका सम्पूर्ण निर्णयहरू उत्प्रेषणको आदेशले बदर गरी पाऊँ, साथै श्री कालीगण्डकीको प्राकृतिक बहावलाई अवरुद्ध पार्ने गरी बनाएका सम्पूर्ण संरचनाहरू हटाउन लगाउनु र श्री कालीगण्डकी नदीलाई प्राकृतिक रूपमा नै बग्न दिने दिलाउने व्यवस्था गराउनु भनी नेपाल सरकारका सम्बन्धित मन्त्रालय र निकायका नाममा परमादेशको आदेश समेत जारी गरी पाऊँ भन्दै 2078 सालमा अधिवक्ताहरू तुलसीराम पोखरेल, रामबहादुर साई, सन्तोष भण्डारी, प्रकाशमणि शर्मा र अदिता कार्की लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चका न्यायाधीशद्वय डाक्टर कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले विक्रम सम्वत 2081 कार्तिक 11 मा खारेज गरेको उक्त रिटको पूर्ण पाठ हालै 2082 वैशाख 3 गते सार्वजनिक भएको छ। देवघाट, नारायणी, गण्डक हुँदै भारततर्फ खेर गइरहेको प्रयोजनविहीन पानीलाई कालीगण्डकी र तटीय क्षेत्रमा कुनै असर नपर्ने गरी आवश्यक पानी छाडेर अन्य विकल्प नभएको सुक्खा क्षेत्रमा सिँचाइ गरी कृषि उत्पादन वृद्धि, विद्युत ऊर्जा उत्पादन तथा तराईमा भूगर्भीय जलभण्डारणको पुनर्भरण गर्दा आयोजना क्षेत्रको जीवनस्तर, गरिबी निवारण र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने देखिन्छ। जलविद्युत विकास नीति 2058 अनुसार नदी खोलाको न्यूनतम मासिक बहावको कम्तीमा 10% नदीमा छाड्नु पर्नेमा हालको अध्ययन अनुसार न्यूनतम 20 घनमिटर प्रति सेकेन्ड पानी कालीगण्डकीमा छाड्ने देखिएको छ।
प्रस्तावित बाँधदेखि देवघाटसम्म अन्य खोला मिसिएर थप पानी उपलब्ध हुने देखिएको छ। यी कारणले गर्दा तल्लो तटीय क्षेत्रमा पानी अभाव वा धार्मिक सांस्कृतिक असर नपर्ने देखिन्छ। साथै आयोजना प्रारम्भिक चरणमा भएकाले डिपिआर तथा इआइए तयार नहुँदै विरोध गर्नु अपरिपक्वताको सिद्धान्त प्रिन्सिपल अफ इम्याच्युरिटी विपरीत रहेको छ। संविधानको प्रस्तावना, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूबाट विकास र वातावरणको सन्तुलनलाई संवैधानिक मान्यता दिएको छ भन्ने लगायतका कारण देखाउँदै सर्वोच्चले रिट खारेज गरेको छ। अब आयोजनाको असर तथा चुनौतीहरूको बारेमा थोरै कुरा गरौँ। केटिडिएमपीको माथिल्लो भागमा रहेको 144 मेगावाट क्षमताको कालीगण्डकी ए जलविद्युत आयोजना डेली पिकिङ आधारमा सञ्चालन हुने भएकाले यसले कालीगण्डकी तीनौं पथान्तरणमा प्रभाव पार्ने देखिन्छ। 20 घनमिटर प्रति सेकेन्ड पानी छाडे पनि तल्लो तटीय क्षेत्रमा बहाव घट्ने निश्चित छ। रामदीभन्दा 2.2 किलोमिटर तल बाँध बन्ने भएकाले बाँधभन्दा माथिका केही भूभाग डुबानमा पर्ने सम्भावना छ। कालीगण्डकीको पानी तीनौंमा मिसाउँदा तीनौं क्षेत्रमा बाढी र नदी कटानको जोखिम बढ्न सक्ने तथा दुवै नदीको जैविक विविधतामा असर पर्ने देखिन्छ। कालीगण्डकी उपत्यकाको सूक्ष्म जलवायु माइक्रोक्लाइमेटमाथि पनि प्रभाव पर्ने देखिन्छ। नेपालले भारतसँग सन् 1959 मा गण्डक सन्धि गरेको छ। सन्धिको दफा 9 ले सप्तगण्डकी र यसका सहायक नदीहरूको पानीलाई फेब्रुअरीदेखि मार्चसम्मको सुक्खा महिनामा डाइभर्सनका लागि भारतसँग विशेष सम्झौता बाध्यात्मक गराएको छ। सप्तगण्डकीको मुख्य सहायक नदीको रूपमा रहेको कालीगण्डकीको पानी पथान्तरण गर्न भारतसँग पनि सम्झौता गर्नुपर्ने देखिन्छ। अब केही सम्भावित वैकल्पिक आयोजनाहरूको कुरा गरौँ। वातावरण संरक्षण ऐन 2076 को दफा 4 अनुसार डिपिआर र इआइएमा अन्य वैकल्पिक आयोजनाको उपलब्धता र निर्माण गरिने आयोजना उत्तम आयोजना भएको कारण स्पष्ट उल्लेख हुनुपर्ने प्रावधान गरेको छ। त्यसैको आधारमा सम्भावित वैकल्पिक आयोजनाहरूको गहन अध्ययन गर्नुपर्ने देखिन्छ। पहिल्यै भएका भूगर्भीय र सतही पानीका सिँचाइ आयोजनाहरू जस्तै कञ्चन दानव सिँचाइ आयोजना, मर्चवार सिँचाइ आयोजना, बाणगङ्गा सिँचाइ आयोजना जस्ता आयोजनाको विस्तार गर्नुका साथै बाणगङ्गा, तिनौर र रोहिणी नदी तथा भूगर्भीय पानीको उपयोग गरी सिँचाइ गर्ने। त्यस्तै पाल्पा जिल्लाको महाभारत श्रृङ्खलाबाट उत्पत्ति हुने 562 वर्ग किलोमिटर जलाधार क्षेत्र भएको तिनाउ नदीमा हिउँदमा 1 घनमिटर प्रति सेकेन्डसम्म पुगे तापनि वर्षायाममा भने औसत 110 घनमिटर प्रति सेकेन्डदेखि 2500 घनमिटर प्रति सेकेन्डसम्म पानी आउँछ। यस्तो अवस्थामा वर्षायामको पानी सञ्चित गरी हिउँदमा सिँचाइ गर्ने विकल्प हुन सक्छ। जाइकाले सन् 1979 मा गरेको अध्ययनमा शिवालिक क्षेत्रको कमजोर भौगोलिक अवस्थाको कारण भण्डारण ड्याम उपयुक्त नहुने देखिएको भए तापनि यसलाई पुनः विस्तृत अध्ययन गर्न सकिन्छ। साथै अन्य डाइभर्सन आयोजनाहरूको पनि गहन अध्ययन हुनु जरुरी छ। जाइकाको सन् 2014 को अध्ययन अनुसार कपिलवस्तुमा सिँचाइका लागि प्राथमिकतामा राखिएको नौमुरे डाइभर्सन परियोजनाको इआइए ऊर्जा विकास बोर्डले तयार गरिसकेको छ। यस परियोजनाले 23,736 हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखेको छ। ऊर्जा विकास विभागले नौमुरे डाइभर्सन प्राथमिकतामा राखेको छ भने जलस्रोत तथा सिँचाइ विभागले कालीगण्डकी तीनौं डाइभर्सनलाई प्राथमिकतामा राखेको छ। यस्तोमा ऊर्जा मन्त्रालय अन्तर्गतका 2 विभाग, जलस्रोत तथा सिँचाइ विभाग र विद्युत विकास विभाग बीच थप समन्वय आवश्यक देखिन्छ। यदि कालीगण्डकी तीनौं डाइभर्सन आयोजना विकल्पविहीन हो भने डिपिआर तथा इआइए बनाउँदा मुख्य विवाद रहन गएको पथान्तरणको पानीको मात्रा निर्धारण गर्दा केवल न्यूनतम 10% मात्र ध्यान नदिई तल्लो तटीय जनताको अधिकार सम्बन्धी सिद्धान्त लोअर रिपारियन वाटर राइटको मर्म आत्मसात गर्नुपर्दछ। तल्लो तटीय क्षेत्रको सम्भावित पानीको प्रयोग वातावरणीय, सामाजिक, धार्मिक तथा पर्यटन सम्बन्धी आवश्यकतालाई समेत ध्यानमा राख्नुपर्दछ। प्रस्तावित बाँध बनाउने ठाउँमा कालीगण्डकी नदीको जलाधार क्षेत्र करिब 10,486 वर्ग किलोमिटर रहेको छ, जसमध्ये केवल 20% क्षेत्र मात्र समुद्री सतहबाट 5,000 मिटर माथि सधैँभरि हिउँले ढाकिएको क्षेत्रमा पर्छ। अत्याधिक पानी हुने वर्षातको अगस्त महिनामा औसत 1,352 घनमिटर प्रति सेकेन्ड र हिउँदमा तुलनात्मक रूपमा एकदमै कम मार्च महिनामा औसत 80.6 घनमिटर प्रति सेकेन्ड मात्र बहाव हुने गर्दछ। यस्तो अवस्थामा वर्षातको पानी सञ्चित गर्न सकियो भने यसले तीनौं तथा कालीगण्डकी दुवै नदीको तल्लो तटीय क्षेत्रको हिउँ ड्यामको माग पूरा गर्न सजिलो हुन्छ।
साथै यसले अर्को के कुरा पनि फाइदा हुन्छ भने नदीको प्राकृतिक बहाव परिवर्तनको लागि भारतसँग सम्झौता गर्नुपर्नेमा सङ्कलन गरिएको पानी जुनसुकै महिनामा पनि अन्तर्वेशन प्रयोग गर्न गण्डक सन्धिले अवरोध पुर्याउँदैन। माथिल्लो जलाधार क्षेत्रमा पहिचान गरिएका सम्भावित जलभण्डारण परियोजनाको संक्षिप्त कुरा गरौँ। पर्वतमा पर्ने 448 मेगावाट क्षमता भएको कालीगण्डकी स्टोरेज आयोजनाको एसएमइसी अस्ट्रेलियाले EIA गरिरहेको छ। स्टोरेज मास्टर प्लान 2080 को पहिलो प्राथमिकतामा रहेको लोअर बडीघाट स्टोरेज आयोजना गुल्मीको उत्पादन क्षमता 284 मेगावाट रहेको छ। 60 मेगावाटका 3 टर्बाइन प्रयोग गरी 180 मेगावाट विद्युत उत्पादन लक्ष्य रहेको आँधीखोला स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन र EIA सम्पन्न भइसकेको छ भने DPR तयार हुँदैछ। भेरी कर्णाली बेसिनबाट 26.86 घनमिटर प्रति सेकेन्ड पानी डाइभर्ट गरी कालीगण्डकी बेसिनमा ल्याई 828 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको उत्तर गङ्गा स्टोरेज आयोजना अध्ययनको क्रममा रहेको छ। जाँदा जाँदै यदि आयोजना निर्माण गर्ने हो भने तीनै तहका सरकार, कालीगण्डकीको तल्लो र माथिल्लो तटीय तथा तीनौं नदीको तटीय बासिन्दा बीचको सहकार्य, सहअस्तित्व र समन्वयलाई आत्मसात गर्दै सामूहिक हितको लागि गहिरो छलफल आवश्यक देखिन्छ। वैकल्पिक आयोजनाको विस्तृत अध्ययन गर्नुका साथै आयोजनाको प्राविधिक र आर्थिक सफलतालाई मात्र नभई सामाजिक, वातावरणीय तथा धार्मिक सफलतालाई पनि आत्मसात गर्दै दिगो विकासमा ध्यान दिनु उत्तम हुनेछ।